मेरो मम्मीलाई चाहिँ मामा घर जान हडताल भइरहेछ हैन छिटो गर बुढीमा उता हेर 1 वर्षसम्म हाम्रो वार चल्छ वार भाइटिकाको दिनमा मात्र बोलिन्छ हेलो गाइज म चाहिँ यता मण्डप बनाउँदै छु हैन दुईटा बनाउन सकिसकेको छ अनि एउटा बाँकी छ लास्ट अनि इधर हे हमारा भाइटिका गर्ने मान्छे चाहिँ हैन भोक लाग्यो रे गाइस ए जिला वो हेलो हेलो एभ्रीवन वेलकम ब्याक टु माय युट्युब च्यानल अनि हाम्रो चाहिँ यो भाइजान मम्मीजान अनि बाउजान पनि कता हो थाहा छैन हामीलाई यता चाहिँ मैले मस्तले मण्डप हाम्रो नेवारीमा चाहिँ अब यो चिकन मण्डप भन्ने हुन्छ यो कोरेको मैले चाहिँ भर्खरै अब यहाँ चाहिँ म टीका लगाइदिन्छु येलो र रेड देख्न सक्नुहुन्छ हजुरहरूले आँखा कालो भटमास अलि मम्छु हो आफूले जति सामानहरू किनेर ल्याएको थियो नि त्यो सबै म मण्डपमै राख्छु आफ्नो खुसी हो मैले चाहिँ जति सामानहरू किने त्यो सबै मण्डपमै राख्छु हैन आज त गर्ने हो पछि कहिले गर्ने हो र फेरि भाइटिका गर्नको लागि त फेरि 1 इयर कुर्नु पर्ने हुन्छ नि सो त्यही भएर मैले चाहिँ जति सामानहरू किनेर ल्याएको छु त्यो सबै मैले चाहिँ राखिदिन्छु बात तो सही है अच्छा हमको सिखा रिया है गाइस अब चाहिँ फाइनल लुक देखाउँछु एकछिनमा किनभने भिडियो नि लामो हुन जान्छ कि अलि टाइम लागिन्छ नि त यस्तो गर्न लगभग फाइनलतिर पुगिसकेको छु अब हजुरहरूले देख्न सक्नुहुन्छ एकछिनमा गाइस फाइनली सकिसकेको छ डेकोरेसन गर्न या के भनौँ मण्डप बनाउन अनि देख्न सक्नुहुन्छ यो चाहिँ कार्पेट नजलोस् भनेर हो हाम्रो नेवारीमा चाहिँ भाइटिकाको लागि चाहिँ चाहिने हो हेर्नुस् मैले थाल पनि किनेर ल्याइसकेको छु यस्तो क्युट छ नि गाइस हाम्रो चाहिँ रेडी भयो अब गरिन्छ भाइ पूजा भाइटिका इधर हाम्रा बालेन्सा कपी पेस्ट हो मस्त जोक मारा रे ये हंस रे हल्कट हंस अनि मेरो मम्मीलाई चाहिँ मामा घर जान हडताल भइरहेछ हैन छिटो गर बुढीमा उता हेर हेलो हेलो मम्मी एकजना चाहिँ यहाँ चाहिँ हिरो मेरो भाइ हाम्रो हैन गाइस 1 वर्षसम्म हाम्रो वार चल्छ वार भाइटिकाको दिनमा मात्र बोलिन्छ कमाइला बाबू भैया से डायरेक्ट बाबू तेरा तो गेम बजाना पड़ेगा आहा कति राम्रो आएको नि चुप बिल्कुल चुप ल बाप ठान्छ फ्रीके गयो बालक फोटो वाउँछु अलि फोटो ठाना क्याप्चर या त वाह ल गाइस हामी चाहिँ अब पूजा सुरु गर्न लाग्यो अनि एउटा यामा नि गोलाई त अच्छा च्याक आउनु झिन च्याकिन अन्सले चेक गर्न काठे असि दिले आस्तो ए त्यो भाइ भन्या पाते सिनी गरे सम्झे जिया पतला मच्चाला वाह वाह के हुन्छ काठे अलि दिले छु पाते पाते सुगा दे नाम दे कता चाला गाइस अब चाहिँ सुरु
भइसकेको छ तर सुरु स्टार्टिङमा चाहिँ हामीले गणेश भगवानलाई पूजा गर्नुपर्ने हुन्छ गणेश भगवानको चाहिँ पूजा गर्न सकिसकेको छ होइन अनि मम्मी भाइ र म मिलेर हामी यो बाल्दैछौँ जुन निप्नु अघि चाहिँ भाइटिका गर्न सक्नुपर्ने हुन्छ गाइज फाइनल्ली बत्ती बाल्न चाहिँ सक्यो अब चाहिँ पूजा स्टार्ट भयो होइन अनि यो भाइको बायाँपट्टि पूजा पनि गर्नुपर्ने छ यसको मेन स्टोरी पनि छ है हजुरहरूले चाहिँ युट्युबमा गएर नेवारी भाइटिका सङ गऱ्यो भने चाहिँ यसमा डिटेली भिजुअलै देखाइरहेको हुन्छ नि सबै डिटेलमा हजुरहरूलाई थाहा हुनेछ अनि मैले अहिले भन्न थाल्यो भने भिडियो पनि लामो हुन जान्छ कट गर्नुपर्ने हुन्छ सो भाइलाई फुल र पूजा दिएँ हातमा अनि मैले पनि लिएँ अब जुन चाहिँ यो मण्डपमा राखेको त्यो पूजा गरेर मैले भाइलाई पूजा गर्न लगाउने यसरी गरेपछि हाम्रो फर्स्ट राउन्ड पूजा नै सक्यो अब चाहिँ पहिलो राउन्ड सक्यो अब दोस्रो राउन्ड हो यो चाहिँ जुन चाहिँ यो माना हुन्छ नि त्यो मानाले हामीले 3 चोटि यसरी गर्नुपर्ने हुन्छ म पूजामा नै गरिन्छ अनि अहिले सुरुमा गणेश भगवानलाई नै गर्ने हो त्यसपछि भाइको दायाँपट्टिको भगवानलाई अनि भाइलाई अनि यता बायाँपट्टिको भगवानलाई गर्ने अनि सक्यो पार्ट चाहिँ सक्यो अनि नेक्स्ट टर्न आउँछ एकछिन हाम्रो हल्ला पनि सुनौँ है त गाइस 야야서 참고 야야서 अब चाहिँ गाई हामीले तेल राखिदिनु पर्ने हुन्छ होइन भाइलाई चिकन छ टाउको बलियो होस् Saya kan ye beliau sini ya. Bukan ya satu ya. Lucy kopi susu sama Lucy. Oh, dia dia thằng nào đấy không vậy? Chỉ còn lại một cái à. Jadi lah yang kau cakap ni. Nunggu ada sih nak pura-pura cakap juga. Mana sama व्यक्ति को जो कपासी ले रहा है. Kau lah baca. Kau kayak kau yang. Kau kita buka window di sana lah. Pura-pura cakap banyak kan sih. Am baca itu sih nak yang cakap. Oh, tisu dulu, tisu nak ada jadi. Kau beli. Ya, cinta macam ni ada sangat cici ya, tengok. Oh, cuma nak sama sama. Kamu pernah kau kasih jadi? Mami? Nanti kena angkut pun tidak, tu dok. Kau kasih juga? Tapi. Ini apa kau? Ini kan nak. Iya, ini kan.
अभी के बारे में त्यसलाई यता दिनु बाबा भोले खाएछु बोले भया भाग्यमा यो हासेमा आज हामी यसरी छौ नि यो छिसो याउया अच्छा वो स्कैनर है केस नंबर ए अभी स्कैनर है यहाँ मलाई फेरि गाइस स्क्यानर ल्याउ रे हो र यस्तो नै हुन्छ स्क्यानर ल्याउ पैसा दिन्छु रे कति दिने हो अब स्क्यानर स्क्यानर गाइस अब स्क्यानरमा हालिदिन्छु रे पैसा मलाई रे हमारे जनता के काय अबले जो स्क्यानर काया न काया का न काया त उडो ल भाइ टिकाको स्क्यानर कोचिङ सर टचेन लोक्या उहाँ चाहिँ मारे मलाई खेटेल अरे खुट्टा ढोका बाह्र फाल दुस्त लगाइरहेको दिदी कहाँबाट आयो विदेश गएको के बाबा को मोबाइल चाहिँ न खासै भन्नुपर्दा मलाई टिका चाहिँ लगाउनै मन लाग्दैन तर आजको दिनमा त लगाउन परिहाल्यो जसरी भए नि त्यही भएर आफै लगाउँदैछु म यहाँ म एकदम सुन्न चले चल न जब पिऊ एउटा माइ Saya di tiga belua. Anda kira tu dah dah mana? Nah, kalian lebih usah. Kita yang macam. भाइ टिका सक्यो ये है हमारे भाई टिका सकेको छ अब यो चाहिँ यसरी गुन्टुङ 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 यता राख्नुपर्ने हुन्छ यसरी ल